सम्पूर्णमा हाम्रो नयाँ भिडियोमा फेरि पनि नमस्कार छ। आज हामी आइसकेका छौँ कास्की जिल्लाको कास्की जिल्ला प्रशासन कार्यालय, जुन चाहिँ यहाँ शहीद चोकमा अवस्थित छ। र आज हामी यहाँ प्रशासन कार्यालयमा पाल्नुहुने विभिन्न व्यक्तिहरूसँग चाहिँ यहाँको के कामले आउनुभएको थियो, कसरी आउनुभएको थियो र कस्तो यहाँको सेवा सुविधा कस्तो भइरहेको छ। र अब त्यसै गरी यसलाई चाहिँ राजनीतिसँग जोडेर चाहिँ अब चाहिँ देशको यस्ता यस्ता प्रशासनिक कार्यहरू छिटो छरितो बनाउनलाई चाहिँ तपाईँले कसरी भोट हाल्नुहुन्छ, के गर्नुहुन्छ भन्ने यस्ता विषयमा चाहिँ अलिकति उहाँहरूको विचार बुझ्ने कोसिस गर्नेछौँ। आउनुहोस्। अहिले हामी जिल्ला प्रशासन कार्यालय कास्कीमा छौँ र यहाँ हामीसँग नयाँ व्यक्तित्व जोडिसक्नु भएको छ। सरको शुभ नाम? मेरो अमृत कार्की, पोखरा 14। हजुर। यहाँ चाहिँ कति कामले आउनुभएको थियो? सानो सवारी दुर्घटनामा मेरो एकजना स्टाफले मान्छे भनौँ न स्पोट डेट भएको कारणले चाहिँ त्यही कार्यक्रममा अन्तिम अवस्थामा भनौँ अब यहाँ जिल्ला प्रशासन कार्यालयमा आएपछि यहाँ दुवै पीडित पक्ष र म भएर दुवै पक्ष आएका थियौँ। त्यो क्रममा चाहिँ अब एकजना जुन आमा हुनुहुन्थ्यो नि, बित्ने आमाको चाहिँ उहाँको चाहिँ जुन के अरे सिफारिस चाहिँ अलिकति अपुरो भएको कारणले म चाहिँ एकदम इमर्जेन्सीमा जान लागिरहेको छु। वास्तवमा भएको कुरा त्यति नै हो। हजुर यता घटना गराउने पक्षतिर हो कि पीडित पक्षतिर? घटना गराउने पक्ष मेरो स्टाफले घटना गराएको हो। हजुरको के बिजनेस छ? मेरो डिपार्टमेन्ट स्टोर कस्मिङ नेपाल भन्ने डिपार्टमेन्ट स्टोर छ। कहाँ छ? मेरो चाउते चिन्ने डाँडामा छ। आउँदाखेरि आमाले चाहिँ रङ बाटोबाट बाटो काटिदिनु अब त एक्सिडेन्ट भनेको भइपरि आउने कुरो हुँदैन होइन। बित्नु भयो? बित्नु केले ठक्कर दियो? स्कुटरले। अनि यहाँ चाहिँ काम अन्तिम चरणमा पुगेको थियो। जुन पीडित पक्षहरूले चाहिँ ल्याउनु पर्ने सिफारिस थियो उहाँले अलिकति अपुरो ल्याएको कारणले गर्दाखेरि म चाहिँ अलिकति भनौँ न आफ्नो काममा एकदम व्यस्त भएको हुनाले ल पेपर ल्याउनु भनेर म अहिले बिचमा ब्रेक भएर म हिँडेको। हजुर। अनि यहाँ चाहिँ जेनजी आन्दोलनमा यो पुरै तहस नहस भएर फेरि यहाँ काम नयाँ सुचारू भएको छ, त्यो देख्दाखेरि चाहिँ यहाँलाई कस्तो लागेको छ? अब त्यो देख्दा त अब पीडित एकदम भित्र आत्मग्लानी नै भएको छ होइन। राष्ट्रको अवस्थामा यस्तो साह्रै नराम्रो देशको परिस्थिति भएको छ भए पनि अब आन्दोलन हुनुपर्ने कारण पनि थियो होला होइन। त्यो बेलामा समय परिस्थितिले गर्दाखेरि मान्छेहरू आक्रोशित भएर हुनु स्वाभाविकै हो। र प्लस अब यो समयमा अब त्यो हुँदाहुँदै पनि त्यसका बावजुद पनि अहिले चाहिँ लगभग काम चाहिँ पुरानै अवस्थामा फर्किसकेको अवस्था जस्तो लागिरहेको छ मलाई। अब खास अहिले चाहिँ जस काम चाहिँ पुरानै अवस्था फर्के जस्तो देखियो। जस काम चाहिँ सुचारू नै भइरहेको छ। हस्, धन्यवाद। हजुरको दिन शुभ रहोस्। हस्। हामीसँग अर्को व्यक्तित्व पनि जोडिसक्नु भएको छ। यहाँको शुभ नाम? मेरो राम जीसी। यहाँ के कति कामले आउनुभएको थियो? म यो नागरिकताको लागि आएको थिएँ सर। हजुरको त होइन, कसको? यहाँ भाइको। भाइको। अनि यहाँ चाहिँ कतिको सेवा सुविधामा कतिको लाइन बस्ने दुःख पाउने कस्तो के भयो? होइन अहिले पहिलाको भन्दा धेरै सुधार छ, धेरै राम्रो भएको छ। स्टाफहरूले पनि छिटो गरिदिनु भएको छ। यस राम्रो छ समग्रमा। केही 2 महिना अगाडिसम्म भदौ 23 र 24 गतिको जेनजी आन्दोलनले चाहिँ यहाँ तहस नहस भएर चाहिँ यो भवन सबै बिल्डिङ आगो लागि हुने, सबै तोडफोड हुने भइसकेपछि फेरि नयाँ सरकार आइसकेपछि यहाँ फेरि नयाँ जिल्ला प्रशासनिक कार्यहरू सुचारू भएको देख्दाखेरि चाहिँ तपाईँलाई कस्तो लागेको छ? पहिला त अलि सुस्त थियो कामहरू, अहिले चाहिँ जस राम्रो भएको छ। कामहरू छिटो छरितो तरिकाले हुनेसम्म काम छिटो गरिदिनु भएको छ। भनेपछि यो अहिलेको सरकारले चाहिँ कामलाई छिटो गर्नको लागि चाहिँ प्रेरित गरेको छ। एकदम। हस्, धन्यवाद। हजुरको नागरिकताको काम छिटो बनोस्। हजुर, हस्। त्यसै गरी हामीसँग फेरि अर्को व्यक्तित्व जोडिसक्नु भएको छ। बुवा जोडिसक्नु भएको छ। यहाँको शुभ नाम? यहाँको घर? काशीकोट, पोखरा 24। कति कामले आउनुभएको थियो? मेरो नागरिकता छत्र भएर लिन आएको। जन्ममिति चाहिँ सिभरमा 19 रहेछ। यहाँ मेरो 9 छ। त्यो 19 को लैजानु भने प्रतिलिपिको लागि? प्रतिलिपिको लागि। अनि अब डकुमेन्टमा जाँचै 9 छ। अब के गर्नुपर्ने भयो? खै अब 2-4 दिन अलि पर्खाउनु भन्छन्। अब के हो कुरा बुझिएन। अनि यो चाहिँ जेनजी आन्दोलनको क्रममा चाहिँ यो कार्यालय ध्वस्त भएको थियो, त्यसपछि फेरि सेवा सुविधाहरू सुचारू भएका छन्। यसमा चाहिँ हजुरको चाहिँ के छ भनाइ? होइन अब कुरा आएर उहाँहरूको सकारात्मक बुझिन्छ। हजुर, होइन राम्रै बोल्नु आयो। तर डकुमेन्ट पुगेन तपाईँको। डकुमेन्ट अरू केही डकुमेन्ट लिएर आउनु भन्ने कुरा भयो। हस्, धन्यवाद। नागरिकता बनाउनुभन्दा पहिलाको डकुमेन्ट छ भने लिएर आउनु भन्ने कुरा भयो। अब त्यो खेलाबाली ल्याउनु। यहाँ देख्न सक्नुहुन्छ राष्ट्रिय परिचय पत्र बनाउने ठाउँमा चाहिँ यस्तो भिड छ। आफ्नो काम सकेर अथवा ब्रेकमा यहाँ यसरी प्रतीक्षालयमा प्रतीक्षा गर्दै बस्दै हुनुहुन्छ बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरू। त्यसै गरी यहाँ नयाँ नागरिकता शाखा रहेको छ, जहाँ नयाँ नागरिकता
इस्यु गरिन्छ र यहाँ पनि देख्न सक्नुहुन्छ। त्यति ठुलो त होइन तर जे होस् सानो लाइन छ यहाँ पनि। त्यसै गरी यहाँ देख्न सक्नुहुन्छ सुरक्षा निकायका व्यक्तिहरू तैनात रहनुभएको छ जिल्ला प्रशासन कार्यालयमा।